अब म राख्छु यो अदरक अनि लसुन मैले मिक्स गरेछु है यसमा। हेलो गाइज, गुड मर्निङ। सो गाइज ल हेर्नुस्, दुर्गा डेली ब्लगमा चाय पिएर सब्जी बनाउने तर्खरमा गाइज ल हेर्नुस्, आज हो यो फेरि काउली फ्लावरको सब्जी, गोबीको सब्जी गाइज। अनि साथमा छ यहाँ मेरो आलु अनि साथमा छ मसाला। ल हेर्नुस्, यही हो सादा सिम्पल जो डेली युजमा हुन्छ हाम्रो होइन। ल हेर्नुस्, यही हो। अनि आज अब यही काउली फ्लावरको सब्जी बनाउँछु म गाइज। अनि साथमा मेरो आज छ भात। ल हेर्नुस्, भात मेरो पाकिसक्यो, चाय हाम्रो भइसक्यो गाइज। अनि आज तपाईहरुलाई यो मेरो ब्याकग्राउन्डमा जो आवाज आइरह होला, ल हेर्नुस्, आज इन्डियाको मुम्बई महाराष्ट्रमा यहाँ इन्डिया सब अल इन्डियामा 14 अगस्तको यो मनाइन्छ होइन। शहीद भएको मान्छेहरूको लागि अलिकति शोक गरिन्छ, त्यसको लागि यो सब बजाइराखन स्कुलमा होइन। म तपाईहरुलाई अलिकति देखाउँछु, ल भिडियो हेर्दै गर्नु होला है साथीहरु। अनि साथमा यहाँ रेसिपी पनि हुनेवाला छ, ल हेरौँ है अलिकति। अब हाम्रो गाउँतिर त यो सबको छैन होइन, कहिले हाम्रो गाउँ अब त्यसरी उ पनि भएन, गुलाम पनि भएन होइन। तर अब यहाँको चाहिँ अब गुलाम भयो साथीहरु। गाइज हजुरलाई मैले देखाउन लाथे अलिकति मोबाइलले मेरो आइफोन पता नि कहिले कहिले के हुन्छ यो आइफोनलाई। हेर्नुस् न, उहाँ स्कुल छ, ल हेर्नुस्, उहाँ बच्चाहरू छन्, बिहानैबाट बच्चाहरू लागि परिराखन होइन। अनि तपाईहरु कुन ठाउँमा हुनुहुन्छ, इन्डियाको कुन कुन ठाउँमा हुनुहुन्छ, आज कसरी मनाइन्छ त्यो ठाउँमा कमेन्ट गर्नु होला। ल हेर्नुस्, बच्चाहरू स्कुलको ड्रेसमा सबैजना होइन। अब त्यसरी नै शोक मनाइने छ। ल गाइस ठिकै छ, अब यो त हुँदै रहन्छ यस्तो चिजहरू। अब मनलाई सामिल हुनुस्, मन नलाए नहुनुस् होइन, आफ्नो इच्छा हो। अनि अब जहाँ रहनुहुन्छ त्यहाँको आफूले गर्नै पर्छ होइन, बेसिकली भन्न पर्दाखेरिमा। त्यही भएर अब हामी पनि यस्तै छ गाइज। मेन कुरा इम्पोर्टेन्ट रेसिपीको हो रेसिपी हेर्नै पर्छ। अनि हाम्रो यस्तो यतातिर आज यस्तै छ मौसम। अघि बिहान एकचोटि पानी आइसकेछ। ल हेर्नु, अब फेरि पानी आउने तर्खरमा छ गाइज। ल ढिलो नगरी फटाफट अब म त्यो आलु र गोबीलाई म धुन्छु, त्यसपछि हजुरहरूलाई म रेसिपी देखाउँछु गाइज। कमेन्ट गर्नु होला, माया दिनु होला भिडियोमा। ल अहिले म यति नै, अहिलेको लागि यति नै। ल भिडियो राखे है। ल गाइज हेर्नुस्, फाइनली मैले आलु गोबी धोइसके। अनि यहाँ कडाई पनि राखिसके, तेल पनि राखिसके गाइज है। म राख्छु यसमा अलिकति जिरा, अलिकति मेथी। मन परे मेथी राख्नुस्, नपरे नराख्नुस् गाइज है, आफ्नो इच्छा। अनि यो मिर्ची र प्याज। को साथीहरूलाई आलु गोबी मन पर्छ गाइज कमेन्ट गर्नु होला है। अब राख्छु अलिकति नमक, यो प्याज फटाफट फ्राई भइहाल्छ, स्वाद अनुसार राख्नु होला। ल गाइज हेर्नुहोस्, प्याज भुटिसके मैले। अब म राख्छु यो अदरक अनि लसुन मैले मिक्स गरेछु है यसमा पेस्ट। अब राख्छु टमाटर, यो दुईटा मिडियम साइजको टमाटर हो है। अब यसको साथमै राख्छु यो हल्दी अर्ग्यानिक, यो जिरा धनिया। ल हेर्नुहोस्, पिस्न पर्ने भयो, यति छ मसँग, सबै राखिदिन्छु। अलिकति गरम मसाला अनि साथमा छ मेरो यो सब्जी मसाला गाइज। अब गर्छु मिक्स। ल हेर्नुहोस् गाइज, मसाला मेरो भइसक्यो। अब म राख्छु यो सब्जी। ल गाइज अब बच्चाहरूलाई भोक लाग्यो अरे, यिनीहरू ट्युसन गएर पनि आइसके। त्यही भएर अब खाना लगाइदिनु पर्यो साथीहरू। ल हेर्नुहोस्, ट्युसन गएर आए, नास्ता त गरेका हुन् बच्चाहरूले, तर घर बसेको दिन यिनीहरूलाई फेरि भोक मात्रै लाग्छ के। अब खाना राखिदिनु लाग्छु। ल हेर्नुहोस्, सब्जी पनि पाकेर एकदम मस्त बनेथ्यो। दोकानको लागि मैले राखेर पठाइदिएँ टिफिनमा। हेर्नुहोस्, गोबी आलुको सब्जी एकदम टेस्टी लाग्छ। यो मेरो कान्छी छोरीले फेरि आलु मात्रै हो खानी, गोबी चाहिँ अलि कम खान्छ, त्यसले घिउ डाल्दु। लगाइज हेर्नुहोस्, गाउँबाट ल्याएको घिउ मेरो खतम भयो, त्यही भएर यहाँको यो अमुल घिउ है। अब यो अमुल घिउ जो इन्डिया बस्नुहुन्छ उहाँहरूलाई थाहा हुन्छ, यो ब्रान्डको घिउ राम्रो छ एकदम। हेर्नुहोस्, एकदम दानेदार मस्त खुसबु आउँछ। ल अब यिनीहरूलाई मैले खाना राखिदिइसकेँ। ल अब यिनीहरूको यो खाना खान्छन् साथीहरू। ल हेर्नुहोस्, घिउ राखेर एकदम टेस्टी बनेको खाना, सब्जी एकदम टेस्टी बनेछ। अनि ट्युसन पनि गएर आइसकेको थियो यिनीहरू। हाई बोल। अनि मेरो छोरीलाई नेपाली बोल्न आउँदैन, त्यही भएर हिन्दी मात्रै बोल्ने हो। यिनीहरूको साथमा म नि हिन्दी नै बोल्छु, समझमा चाहिँ आउँछ तर बोल्न आउँदैन। साथीहरू बच्चाहरूलाई के गर्ने, इन्डियामा बसेपछि यस्तै हुँदो रहेछ। अनि यिनीहरूको जन्म पनि यही भएको, त्यो कारणले यिनीहरूलाई अब नेपाली समझमै आउँदैन, हिन्दी नै समझमा आउँछ यिनीहरूलाई। अनि यता मेरो कान्छी छोरी, हाई बोल। हेलो गाइज, बाबुलाई पनि देखाना। अब म खाना खाली ल हेर्नुहोस्, अब टिभी लगाएर यिनीहरू खाना खान लाहान। लगा टिभी
टिभी लगा ल गाइज अब आज यस्तै हो गोबी र आलु पाकिसक्यो बच्चाहरूले नि खाइसके साथमा म पनि खान्छु ल हेर्नुहोस् कडाई म त खाने हो यही कडाईमा मलाई यही कडाईमा राम्रो लाग्छ मसाला पनि छ म खान्छु यही कडाईमा ल गाइज 14 अगस्त हजुरहरूले के कसरी मनाउनु भयो इन्डियामा हुनुहुन्छ भनेपछि अब गाउँमा हुनुहुन्छ भनेपछि त मनाउने कुरै हुँदैन हैन अब जुन ठाउँमा बसेपछि त्यो चिजको हामीले आदर गर्न पर्छ हैन अनि त्यसपछि अब यस्तै हो अब आज बच्चाहरूको अब कितना दिन छुट्टी है यिनीहरूको 2 दिन छुट्टी छ 3 दिन हुआ 3 दिन छुट्टी सन्डे भी आया न 3 दिन यिनीहरूको छुट्टी छ त्यही भएर अब 3 दिन यिनीहरूलाई आराम पनि छ अब भोलि त झन् स्पेशल डे भइहाल्यो 15 अगस्त आज 14 अगस्त भोलि 15 अगस्त साथीहरू अनि अब यिनीहरू खाना खान लाछन् अब म पनि खाना खान्छु माया दिनु होला भिडियोलाई दुर्गा डेली ब्लगलाई लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला ल यति भन्दै अब भिडियो धेरै लामो भइसक्यो ल म भिडियो एन्ड गर्छु नेक्स्ट भिडियोमा भेट हुने नै छ तबसम्मको लागि बाइ बाइ